विवाह पञ्चमी हिन्दूहरूको महत्त्वपूर्ण पर्व हो, जहाँ भगवान श्री राम र सीता माताको दिव्य विवाह भएको सम्झिन्छौँ। मिथिला जनकपुरको पवित्र भूमि आज पनि उनीहरूको पवित्र मिलनको साक्षी बनेर उभिएको छ। त्रेता युगमा राजा जनकले धनुष भाँच्ने स्वयंवर आयोजना गरे। संसारभरका वीरहरू आए, तर महान शिवधनुष कसैले उठाउन सकेनन्। अन्ततः अयोध्याका राजकुमार रामले सहजै धनुष उठाएर तोडिदिए र सीतारामको दैवी मिलन निश्चित भयो। पुजारी, वेदमन्त्र र मङ्गल ध्वनिका बीच राम सीताको विवाह सम्पन्न भयो। मिथिलाको सडक गल्ली दीपले झलमल्ल थियो। देवी देवता, ऋषिमुनि, राजा रानी सबै उपस्थित थिए। विवाह पञ्चमी आज पनि त्यही दिव्यता सम्झाउने पर्व हो। आज जनकपुरमा लाखौँ भक्तजन रङ्गीन झाँकी, धुन, आरती र दीपावलीले वातावरण उज्यालो बनाउँछन्। भारत नेपाल दुवैतर्फबाट भक्तजनको ठुलो जमघट हुन्छ। जनकपुरको जानकी मन्दिरमा विशेष पूजा, कलश यात्रा र राम सीताको विवाह झाँकी निकालिन्छ। यो पर्व प्रेम, समर्पण र धर्म कर्तव्यको प्रतीक हो। रामायणमा वर्णित आदर्श विवाहको सम्झना गर्दै सबैले आपसी प्रेम, सम्मान र एकताको सन्देश ग्रहण गर्छन्। विवाह पञ्चमी केवल धार्मिक पर्व होइन, यो दया, संस्कार र मर्यादाको शिक्षा दिने सांस्कृतिक धरोहर हो। राम सीताको विवाह हाम्रो संस्कार हो, हाम्रो आस्था हो, हाम्रो गौरव हो। जय श्री राम, जय जानकी माता।